नहीं नमस्कार, म डाक्टर राजीव झा। यो संसदमा जेष्ठ 15 गते प्रस्तुत बजेटमाथि म आफ्नो केही बुन्दे धारणा प्रकट गर्न चाहन्छु। मेरो बुझाइमा नेपाल सरकारले प्रस्तुत गरेको चालू आर्थिक वर्ष 2082-83 को बजेटले समावेशी विकास, संहिता तथा मधेसको हक अधिकारमाथि गम्भीर प्रश्न उब्जाएको छ। हामीले बजेटलाई असन्तुलित, केन्द्रमुखी र विभेदकारी मान्दछौँ। एक नम्बरमा संहिताको मर्मको उपेक्षा गरिएको छ। बजेटमा प्रदेश र स्थानीय सरकारको आत्मनिर्भरता सुनिश्चित गर्नुपर्नेमा केन्द्रले अझै पनि सबै विकासको जिम्मा आफैले लिने प्रवृत्ति देखाएको छ। यो संहिताको आत्मा विपरीत हो। मधेस प्रदेश लगायत अन्य प्रदेशहरूलाई यथोचित बजेट अधिकार स्रोत विनियोजन गरिएको छैन। 2, मधेसमाथिको उपेक्षा। मधेस क्षेत्रका आधारभूत पूर्वाधार, सिंचाई, शिक्षा, स्वास्थ्य, सीमाङ्कृत समुदायको सशक्तिकरण जस्ता विषयलाई बजेटमा समुचित प्राथमिकता दिएको छैन। अझै पनि मधेसको माग, पीडा र सम्भावनालाई उपेक्षा गरिएको देखिन्छ। खास गरी भौतिक पूर्वाधार तथा औद्योगिक विकासतर्फ ठूला योजनाहरू पहाडमुखी मात्र देखिन्छ। सीमाङ्कृत समुदायको असंवेदनशीलता, तराई मधेसका दलित, मुस्लिम, थारू, साना जातीय समूह र सीमाङ्कृत वर्गहरूको जनस्तर उकास्न कुनै ठोस कार्यक्रम बजेटमा देखिँदैन। समावेशिता भन्ने शब्दको राजनीतिक उपयोग भए पनि त्यसको बजेटमा कार्यान्वयन देखिँदैन। खुला सिमाना र भारतसँगको सम्बन्ध। भारतसँगको खुला सिमाना, व्यापार, श्रम र सामाजिक सम्बन्धको संवेदनशील विषयमा बजेट मौन छ। यो विषय मधेसका लागि मात्र नभई राष्ट्रिय अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण हो। यसलाई नीति तहमा सम्बोधन नगर्नु गम्भीर कमजोरी हो। कर संरचना र महँगी। बजेटले आम नागरिकलाई राहत दिनुको साटो आयातमा कडा कर बढाएर महँगी थपिने अवस्था बनाएको छ। मधेसका उपभोक्ता वर्गमाथि यसको प्रत्यक्ष असर पर्नेछ। हामी यो बजेटप्रति असन्तुष्टि प्रकट गर्दछौँ। यो बजेटले राष्ट्रिय एकता, समावेशिता र संहिताको सम्मान गर्न सकेको छैन। सरकारलाई आग्रह गर्छौँ, मधेस प्रदेश तथा सीमाङ्कृत समुदायप्रति सम्मान जनाउने गरी बजेट संशोधन होस्। नमस्कार।